जान्छ नि पहिला पहिला तपाईँले नि गाडी रिजर्भ गरेर सामान लिएर जानुहुन्थ्यो नि घरमा हामी पनि त्यसै गरी लिएर जाउँ न जाने हो त म घर जान्छ भनेदेखि जानिदिन्छु भने तपाईँ जाने हो जानु मन लागिरहेको घर जान्छु छ पुगेर आउनु पाए हुन्छ जस्तो लागिरहेछ अनि घरमा को छन् त घरमा भएका जम्मै जान्थ्यो घरमा भएका जति जम्मै भने को छन् भन्नु त म यहाँ छु उनीहरू भन्नु कतै को छन् को छन् भन्नु छन् न छैन हो र थाहा छैन थाहा छैन यहाँ कति भयो यहाँ आउनुभएको हजुर यहाँ आउनुभएको कति भयो खै कति भयो म 2 वर्ष 2 वर्ष भइकन यति आइस 2 महिना भयो 2 वर्ष भइकन यति आइस अनि अब घर गयो भनेदेखि बस्नु मिल्दैन होला दिनेहरू भएन अनि बस्ने जम्मै मुसाहरूले गुड बनाएर बस्या होला हामीले भयो के जोड्छ अनि खानेकुरो पनि छैन खानेकुरो बनाएर जति हो हामीलाई चाहिँ हामी जाँदाखेरि खानेकुरो छैन अनि के खाएर बस्ने नि फेरि मकै भुटुला मकै कसले रोप्या छ कसले मकै रोप्या छ र बारीमा छैन बाँझै छ बारी भयो नि अहिले बाँझै त भन्दा बारी कसले खेती गरेछ र कोही कोही आएर गरिहाल्छ होइन तपाईँले जिम्मा दिनुभएको कसैलाई बारी कति जिम्मा दिने अर्का जग्गा जग्गा दिने जग्गा चाहिँ जिम्मै दिँदैन अनि अब जिम्मा नलिएर ठाउँमा त के होला त त्यही घाँस मात्रै होला अझै के चाहियो त्यो घाँस खाएर भयो त खानेकुरो खानु परेन खानेकुरो खाने त छोराहरू फोहोर गरेर छोराहरू कहाँ छन् त छोराहरू कहाँ छन् है कहाँ छन् के भएर हामीले बोलाएर लिएर गएको छैनन् लिएर गएको यो ठाउँमा छोरा बजाएर छन् भन्नु अनि कुन छोरा हुन्छ जेठो को हो माइलो को हो कान्छो को हो जति राम्रो त्यो भइहाल्छ कति वर्ष भयो तपाईँको बिहे गरे आमासँग बिहे गरे त्यसो थाहा छ ल अनि तपाईँसँग बिहे गरेर तपाईँलाई चाहिँ थाहा छैन ल कति बिर्सिनु भएको त नि अब हामीलाई त झन् थाहा हुने कुरै भएन कति सालमा बिहे गरे थाहा छ जेनिया साल थाहा छैन अहिले जाति लेखापढी गरेर कहिले राखेको थियो अरे पात्रो चाहिँ थियो होला नि त राख्न त कतै होला राख्नु भएको मेरो हाते चाहिँ भात पारे हुनै पर्यो चाहियो पनि है फेरि हामीलाई होइन अब छ कि छैन भनेर सोध्यो नि त अनि भागवत किताब त्यो कसो घरबाट लिएर आएको दिनुभयो तपाईँले लिएर आउँदैन भेटेर गयो कसो घरको रे त्यो खै कसो माइल दिदीको कसो घरको भन्नुहुन्थ्यो नि भागवत किताब पूजा गर्ने भागवत किताब छ नि थियो अहिले छैन र खै गएको थिएँ नि के थाहा हो र अनि तपाईँले कसैसँग ऋणसिन लिनु भएको छैन ऋणसिन कसैको छैन तिर्न पर्ने ऋण थिएन गरी ऋण थिएन नगरी के छ होइन छ कि छैन अनि सोधेर तिर्न पऱ्यो नि त तिर्न पर्ने हो नि बुवाले ऋण गर्नु भएको त छैन नि हामीले तिर्न पर्ने ऋण त छैन नि ऋण जम्मै तिर्दिनु भएको कति लाग्यो के कति किनेर ऋण गर्नुभयो कि कतैतिर भनेर सोध्यो नि गर्नु पऱ्यो अनि कसैलाई दिनुभएको छ कि आसामीतिर दिएर भनिदियो होला हामीले कहाँ दिनु भएन तपाईँले चाहिँ ए अब कतै कतै दिएको छ भनेदेखि भन्नु अब हामी गएर माएर ल्याउनु पर्यो छैन ए अनि त्यो एउटा छोरी होइन तपाईँको एउटा मात्रै होइन छोरी त्यो छोरीलाई केही दिनु मन लागेको छ कि
केही दिउँ जस्तो लागेको त छैन नि छोरीले क्या केही दिन छोराले के गरिदिन्छ होइन दिउँ जस्तो लाग्यो भएदेखि त यसो दिनु मन लागेको थियो भन्ने छ कि भनेर नि एउटा छोरी केही पनि दिनु पाइएन भन्ने मनमा छ कि भनेर सोधेँ मैले त